शरीरसम्म हात नपुग्दा मात्रै हो केटाको माया र साथ मिल्ने। उसैले चुमेका अङ्गहरू पनि उसको स्वार्थ पुरा भइसकेपछि उसैको नजरमा बेसिया बन्छ। अनि हामी केटी मान्छे चाहिँ माया त हो नि भनेर शरीर सुम्पिन्छौँ। अनि हामीले दुःख नपाएर कसले दुःख पाउँछ त? सबै छोरा मान्छे एकै हुन् भन्नुभन्दा पहिला सबै छोरी मान्छेलाई हेर, किनकि एउटै हातको 5 वटा औँला पनि बराबर हुँदैन। त्यसैले मान्छे चिनेर माया लगाऊ, किनकि साँचो माया गर्ने मान्छेले कहिले पनि जबरजस्ती तिम्रो शरीर छुँदैन। जुन बेला उसले आफ्नो मनमा तिमीलाई मात्र सजाएको थियो त्यति बेला तिम्रो माया अरू मानि बाटिँदै थियो। जब ऊ भन्दा नजिक कोही अरू आउन थाले त उसको के जरुरत? त्यसैले ऊ तिमीदेखि टाढिँदै थियो। नत्र माया र इज्जत दिन त तिमीलाई उसले आफ्नो आमा जस्तै ठानेको थियो। तिम्रो शरीरमा मात्र सीमित सोच्यो आज उसको माया, तर उसले त बाँकी जिन्दगी मानेको थियो। शारीरिक सम्बन्ध राख्दा आज त उसको मात्र भयो। त्यति बेला त कुनै जबरजस्ती गरेको थिएन। माया र साथमा कमी थिएन उसको। त्यही पनि तिमीले उसको ठाउँमा अरूलाई पनि राख्यौ। किन? ऊ त मरेको थिएन।